अर्को बिहा सकेर अर्को बिहामा आएर चाहिँ सिस्नु भात खाँदैछ है। यहाँ बिहा छ। सबै मेरो आमा र मेरो मिसेसले रोपेको फुलहरू है। यहाँ चाहिँ सानो छोरी छ है। यहाँ सानो छोरी नानी पुऱ्याउनु जाने बेला भयो फेरि यो स्कुल। हामी चाहिँ अब हिँड्यौँ है बिहामा। अहिले चाहिँ हामी बिहामा आइपुग्यो है र हामी चाहिँ आज फेरि अर्को बिहामा आइपुग्यो है। हेलो गुड मर्निङ गाइस। आज फेरि धेरै दिन बादमा फेरि एउटा सानो भ्लग बनाउनु गइरहेछु है। म चाहिँ आज भर्खर उठेको। कति बज्यो तपाईँको भनेपछि 7 बज्न आँटेछ है। 7 बज्यो भन्दा पनि भयो। त्यसले गर्दा हिजो अस्तिको दिन सिलगढी गएको थिएँ। हिजो बेलुका ढिलो आयो नि त। हिजो होइन अस्तिको दिन बेलुका। त्यसले गर्दा एकदम निन्द्राले लागिरहेको थियो हो। अन्त ढिलो उठेँ। मिसेस पनि उठेरै भर्खर अलिक बिमारी छ नि त मिसेस पनि, प्रेसर हाई भएर। अन्त अलिक बिस्तारै भर्खर उठेर हाई गर्दैछ। अहिले अल्छिनी भएको छ नि त बिमारी भएर। नभए त बिहानै उठेको थियो हो। आज चाहिँ सिलगढी जाने प्रोग्राम छैन। खासमा चाहिँ आज चाहिँ हाम्रो मेरो ससुरालीको उता के भन्छ माखा भनौँ न, माखा कोकले भन्छ यहाँ है। माखा कोकले पछि बिहा छ। बिहा छ, त्यहाँ पनि जानुपर्ने छ। र गाउँमै पनि एकजना हाम्रो यहाँ गोपाल काका भन्नेको छोरीको बिहा छ है। त्यहाँ जानुपर्ने छ। त्यसले गर्दाखेरि चाहिँ आज चाहिँ कहीँ काममा गई हुँदैन हो। बिहामा जानु छ। तपाईँहरूले कस्तो के हुन्छ बिहामा है, कति बेला जानुपर्ने हो होइन, सबै देखाउने नै छु। यो चाहिँ सबै मेरो आमा र मेरो मिसेसले रोपेको फुलहरू है। यो सबै यहाँ अलिकति यहाँ मजाको बनाइदिनु पर्ने छ, अलिक उयो गरेर हो। र अब चाहिँ उठेर हामी चाहिँ यहाँ तल मुख धुनु जानु आँटेको। अब मुख धुनु यहाँ पानी ततै राख्छु नुहाउनुलाई हो। जाडो हुन्छ नि त, पानी ततै राख्छु। तेरो स्कुल जाने बेला भइसकेको? त्यो हात चाहिँ नखोल्नु नि, नचलाउनु नि फेरि। यो दिदीको छोरा हो, स्कुल जानु आँटेको छ। यो रन्जित पनि त ड्युटी जानु आँटेछ। हामी त एकछिन ढिलो हुन्छ। 8, 9 बज्छ, 10 बज्छ। पर अफिस पनि जानु छ नि त एकछिन। अन्त अब चाहिँ ब्रस गर्छु। मलाई कोलगेट अलिक हाल्दा। कोलगेट छैन? कोलगेटै छैन क्या हो। अन्त कस्तो भन्दैन पनि फेरि। ब्रस गर्नुपर्ने छ। अब ब्रस गरेर चाहिँ खानाहरू यहाँ आमाले बनाउँदै होला। यहाँ त आउँदैछ हो। त्यसले गर्दा खानाहरू खाएर चाहिँ शादीमा जानुपर्ने छ आज। र म चाहिँ अहिले नुहाइधुवाइ गरेर है यहाँ रुममा आइरहेको छु। अब चाहिँ हामी रेडी भएर जान्छु बिहामा है। यो मेरो माइक्रोफोन छोरीले अस्ति मगाइदिएको थियो है, यो माइक्रोफोनहरू। तर यस्तो अब मलाई यस्तो आइडिया पनि छैन छनु चाहिँ है। र अब चाहिँ रेडी भएर एकछिन पर पञ्चायत अफिस पनि जानु छ आज। त्यसको बादमा चाहिँ फेरि हामी बिहामा जान्छौँ है। नुहाइधुवाइ गरेर चाहिँ अलिक फ्रेस भएको जस्तो भयो। त के हुन्थ्यो है। र म चाहिँ अब खानाहरू खानु जान्छु तल। खाना खाएपछि चाहिँ औ कहाँ गयो? पानी तातेको छैन। बुवा, म, दिदी, मिसेस सबै हामी जाँदैछौँ आज बिहामा। यहाँनिर बहिनी हो। यहाँ चाहिँ सानो छोरी छ है। यहाँ सानो छोरी हो। यहाँ चाहिँ सानो छोरी छ है हो। हेलो गर्दै न, हेलो गर्दै।
हेलो गएर छिटो अब चाहिँ खाना पाकेको छ कि छैन किचनमा जाँदैछु है खाना पाकेछ भोक लागेको भयो त गान्टेलाई उठाएर पठाइदियो होइन गान्टेलाई जा भनेको त मैले बोला भनेको थिएँ मैले ल त्यसो म पुऱ्याइरहेछु नानी पुऱ्याउनु जानुपर्ने छ ओइ अस्मिता अस्मिता ओइ ल आइज जाउँ नानी पुऱ्याउनु जाने बेला भयो फेरि यो स्कुल खोइ अन्त दाजु आइके उठ्दैन त अनि ना पुऱ्याइदिनु त्यसो चाबी लिएर आइज त मैले बिर्सेछु चाबी लिएर यो स्कुल जानु आँट्यो अलिक बिमारी छ नि त आज मेरो मिसेस चाहिँ यहाँनिर भाडा मार्दैछ हाम्रो चाहिँ किचन यहाँ छ बहिनी पुऱ्याउनु चाहिँ भाइ जाने अरे हो यहाँनिर उठ्यो त उठ्दैछ किन अन्त के 9-10 कति बजी लाग्छ होइन 9:30मा माथि खोलेको होला ल जा त भाइ बहिनीलाई पुऱ्याएर आइज त्यहाँबाट चिया खा एकैछिन बहिनी बिमारी भइरहेछ र अहिले चाहिँ अब हामी नुहाइधुवाइ गऱ्यौँ सबै हो नुहाइधुवाइ गरेर चाहिँ मिसेस पनि नुहायो म पनि नुहायो बुबा पनि नुहाउनु भयो दिदी पनि नुहाउनु भयो सबै नुहाएर चाहिँ हामी अब बिहामा जान आँटेको बुढीले मलाई यो गिफ्ट दिएको सुनको औँठी हेर है साथीभाइ गिफ्ट दिएको बिहामा पहिलाको बिहामा गिफ्ट दिएको हेर्नु नि लाउँदैछु अब लाएर जानु छ हो र म चाहिँ अब खै मेरो लुगा ल्याउँछ ल्याउ न लुगा ल्याउ न कुन चाहिँ हो मजा पनि देऊ ल आज मलाई जाडो हुँदैछ हौ र अब लुगाहरू लाएर चाहिँ हामी निस्किन्छौँ कुन लाउने हेरेर लाउनु यहाँ लुगा देऊ ल भन्छ क्या दाइ लिएर लाउनु न स्वेटर लाउनु पर्यो स्वेटर लाउनु पर्यो ज्याकेट लाउनु यो स्वेटर बनाएको यो रेडी भएर चाहिँ हुनुपर्छ ल गाइस हामी चाहिँ गएको मम्मी गएकै आगे हामी चाहिँ अब हिँड्यौँ है बिहामा 4 जना छु यहाँबाट चाहिँ अब यहाँबाट कमसेकम 1.5 घन्टा 2 घन्टा जस्तो चाहिँ लाग्छ यहाँबाट र बुवा चाहिँ तल गएर बसिरहनु भएको छ बुवा र नानु म चाहिँ यहाँ झर्दैछु दिदी पनि अगाडि छ हेर्नुहोस् ल हाम्रो चाहिँ बाटो अलिक अप्ठ्यारो छ नि त यहाँनिर हो यहाँ चाहिँ बाटो अलिक अप्ठ्यारो छ त्यसले गर्दाखेरि चाहिँ तपाईँको भिडियो गर्नु पनि टेन्सन छ नि यहाँ त लडेर गयो भने तल रोडमा पुगिहाल्छ हो अन्त हामी चाहिँ अब यहाँबाट 1.5 घन्टा जस्तो लाग्छ एकछिन पर रेसिथाङमा पनि काम छ त्यहाँ त्यो काम गरेर चाहिँ हामी डाइरेक्ट जान्छौँ आज 2टा बिहा भ्याउनु छ नि त फेरि 2टा बिहा हो त्यसले गर्दाखेरि चाहिँ अब आज अलिक ढिलो निक्लेको हो साथी पनि आउँदैछ परबाट भाइ ल हामी चाहिँ अब लागेको है हामी चाहिँ लागेको अब गाडीमा चढ्यौँ हो
ठुलो ठुलो किनेछु खाँदैन नि खुट्टै डोरीले त्यही भएर मैले यस्तो किनेको मैला देखेर हतारमा धुन जुत्ता नानीको अस्मिताको जुत्ता अलिक सानो भएर उता ल्याउने यो एकछिन भिडियो बनाउँदैछ अन्त डकुमेन्ट्स चाहिँ अब चाहिँ हामी हिँडेको है बिहामा बाट देखाउने छौँ बिहामा के कसो कति जग्गा 2 जग्गा छ बिहा चाहिँ आज हिँडेको र अहिले हामी चाहिँ यहाँ सिन्तामदेखि पर माखाको छेउमा आइपुग्यो है आज एकदमै ढिलो पनि भयो यहाँनिर फेरि बाटोमा यो कलपट कि के यहाँ हाइड्राले हाल्दै रहेछ हो बसिरहेको छु आज 12 बजिसक्यो 2टा बिहा भ्याउनु पर्ने हो यहाँ हेर्नु नि हाइड्राले के हाल्दैछ कहिले अब यसो हामी चाहिँ अब गाडीमा बसिरहेको छौँ ढिलो भएको बेलामा अहिले चाहिँ हामी माखा भन्ने जग्गा आइपुग्यो माखा बजारमा सानो बजार छ यो चाहिँ है बाटो चाहिँ यहाँ कटिङ हुँदो रहेछ पुरा बिग्रेको जस्तो के बाटो त एकदम सानो बाटो चाहिँ एकदमै यो कहिले सकिँदैन रहेछ पहिल्यैदेखि यस्तै थियो यहाँ चाहिँ दोकानमा खदाहरू किन्दैछ बुवा बसिरहनु भएको छ माखामा आइपुगेर चाहिँ यहाँ खदा किन्दैछौँ हामी यहाँ दोकानमा यहाँबाट उकालो जाँदा चाहिँ माखा हो के भन्छ यो कोकोले मगन जाने यो ओह्रालो चाहिँ माखा तल्लो माखा र पारी लिम्बुङहरू जाने बाटो यो चाहिँ र गाइस अहिले चाहिँ हामी बिहामा आइपुग्यो है बिहामा आएर यहाँनिर खाँदैछौँ हल्का हो यहाँ काकाहरू हुनुहुन्छ यहाँ बुबा हुनुहुन्छ यहाँ चाहिँ हामी आइपुग्यौँ टिका लाउनु आँटेको हामी चाहिँ टिकाहरू लाउनु हामी चाहिँ यहाँ कोकोलेको बिहाबाट हामी चाहिँ निस्केर अब है हिँड्न आँटेको अब अर्को बिहा पनि जानुपर्ने छ है यहाँ चाहिँ मन्दिर पनि छ एउटा यो बिहाबाट चाहिँ हामी हिँड्न आँटेको छौँ है अब चाहिँ एउटा मन्दिर पनि छ यो चाहिँ हाम्रो बाबाहरूको चाहिँ राम्रो एकदम त्यता मन्दिरहरू म तपाईँलाई देखाउँछु यो मन्दिर हेर्नुहोस् न
यो मन्दिर चाहिँ पहिला चाहिँ यहाँनिर एकदम ढुङ्गाको मात्रै थियो है, ढुङ्गा मात्रै थियो। यो चाहिँ अहिले यो नयाँ बनाइदिएको। यो भित्र चाहिँ तपाईँको गुफा जस्तो छ। यहाँनिर यो भित्र चाहिँ गुफा जस्तो छ। तर अब अहिले त अब हामी खानाहरू खाएको छौँ, त्यसले गर्दा जानु मिल्दैन होला। यहाँनिर यो पनि छ, पानीको कुवाहरू जस्तो छ यो है। यही नेचुरल भएको चिजहरू। यो चाहिँ तपाईँको मन्दिर, यो पहिला चाहिँ यहाँ गुफा थियो तपाईँको। यो चाहिँ अब शिवको मन्दिर बनेको छ। यो पानी चाहिँ हेर्नुहोस् न यस्तो खालको हरियो खालको अब लेदो जन्मेको जस्तो होला है। यहाँ स्कुल पनि छ एउटा। यो मन्दिर हो। यो चाहिँ मेरो गाडी मैले पार्किङ गरेको छु। यो चाहिँ अब यहाँ आएर चाहिँ तपाईँको यो भित्र चाहिँ तपाईँको खासै चाहिँ हामी भित्र पस्नु चाहिँ हुँदैन होला है। त्यसले गर्दाखेरि मैले अब खानाहरू खाएँ। यहाँभित्र चाहिँ यस्तो छ। यहाँभित्र यो सानो जुन देख्दै गरेको यो गोरुको त्यहाँबाट चाहिँ तपाईँको भित्र पस्ने एउटा ढुङ्गाको गुफा छ भित्र है। डरलाग्दो गुफा छ, भित्रसम्म छ। यो चाहिँ तपाईँको एकपल्ट म चाहिँ पहिला अब यो गुरागाई फ्यामिलीको चाहिँ तपाईँको दिवाली हुँदाखेरि म आएर चाहिँ यो भित्र पसेको थिएँ है। त्यसले थाहा स्कुलको त। त्यसले गर्दाखेरि अहिले चाहिँ अब यस्तो मजाले बनाएको छ हो। यो ठुलो ढुङ्गा पनि छ यहाँनिर साइडमा। पहिला यस्तो थियो होइन। यसो अब चाहिँ हामी यहाँबाट फर्किनु आँटेको। अर्को बिहामा फेरि तपाईँलाई देखाउने छु है। अब रिटर्न हुनु आँटेको हामी चाहिँ है। र अहिले चाहिँ हामी यहाँनिर सिमताम आइपुग्यो है। बिहाबाट चाहिँ फर्केर सिमताम आइपुगेँ। अब यहाँ सिमताममा चाहिँ एउटा नानीको हिजो सानो जुत्ता किनेको थियो, सानो नानीको है, स्कुलको नानीको। त्यो जुत्ता तपाईँको अलिक सानो भएको छ। अब नानीले बढ्दै गयो, ठुलो हुँदै गयो छोरीको। त्यो जुत्ता साट्नुको लागि चाहिँ मेरो मिसेसहरू फेरि गएको छ। हामी चाहिँ एकछिन यहाँ गाडी पार्किङ गरेर बुवा र म यहाँ बसिरहेको छु। बुवा बाहिर हुनुहुन्छ, यहाँ छु है। यसको बादमा चाहिँ हामीले यहाँ साटेर चाहिँ फेरि माथि हाम्रो घरको छेउमा एउटा गोपाल काका भन्ने हुनुहुन्छ है। उहाँको छोरीको बिहा छ इस्माइल लाइन। त्यो बिहा पनि आज देखाउने छु तपाईँहरूलाई है। यो ब्लगमा हेरिदिनुहोस् है तपाईँहरूले भन्दै। र हामी चाहिँ आज फेरि अर्को बिहामा आइपुगेँ यहाँनिर हाम्रो गाउँकै। आज चाहिँ 2-3टा बिहा खाँदा भइसक्यो हो। यो चाहिँ अर्कै बिहामा आइपुग्यो। यो चाहिँ हाम्रो घरको छेउमा एउटा गोपाल काका भन्छौँ हामी चाहिँ है। उसको छोरीको बिहा थियो। अन्त हामी चाहिँ त्यो बिहामा आइपुग्यो यहाँ। हामी चाहिँ अर्को बिहा सकेर अर्को बिहामा आएर चाहिँ सिस्नु भात खाँदैछ है। यहाँ अर्ग्यानिक सिक्किमको नुन चाहिँ अलिकति कम्ती रहेछ हो, तर दामी एकदमै दामी बनाएको रहेछ खानापिनाहरू हो। यहाँ मेरो मिसेस, यहाँ दिदी बुबा या बहिनीहरू गाउँको हो। यहाँनिर अब यस्तो यो चाहिँ तल हाम्रो इस्माइल लाइन भन्छ रानीपुलदेखि यताको है। त्यहाँनिर हो मजाको छ हो।
सालहरू छ बहिनीहरू सबै अर्ग्यानिक खाना है यो चाहिँ। र आजको चाहिँ अन्तिम भिडियो यो चाहिँ है एकदम अन्तिम भिडियो हो यो चाहिँ अब लास्ट अब हामी घर जाने बेलाको भिडियो हो है यो चाहिँ तपाईँको अब खिच्दैछु है यो चाहिँ सबै